एभ्रिवान, सेवारो भुइँसोरी सेवारो। म चाहिँ लिम्बुनी परेँ, त्यही भएर नमस्ते प्लस सेवारो नै मेरो चाहिँ धेरै प्राथमिकता भनेको सेवारो नै रहन्छ। हामी लिम्बुहरूले चाहिँ प्राय आसेवारो भन्छौँ नि त, त्यही भएर सेवारो सबैजनालाई। म चाहिँ आज यहाँ बारीदेखि नै भिडियो स्टार्ट गरिरहेको छु। साँझ पनि परिसक्यो, अघि नै भिडियो चाहिँ स्टार्ट गर्नुपर्ने, तर आफ्नै व्यस्तताको कारणले यत्रो धेरै प्लास्टिक लायौँ। पल्लो छेउदेखि पल्लो छेउसम्म प्लास्टिक लाउँदै रात पर्यो नि त साथीहरू। अनि त्यही भएर भिडियो बनाउने चाहिँ अहिले मात्रै मेरो फुर्सद टाइम मिल्यो। त्यत्रो धेरै प्लास्टिक लायौँ र पनि देख्न सक्नुहुन्छ खोर्सियाछम्मै ठ्याक्कै आज चाहिँ एकदम शुभ सायदमा खोर्सानी रोपेछ, किनभने खोर्सानी रोप्दै पानी पनि छिटायो। अहिले चाहिँ ठ्याक्कै पानी रहिरहेको छ। र आज चाहिँ विशेष के पनि भन्दाखेरि यहाँ बहिनीले चाहिँ रोप्दै हुनुहुन्छ, म चाहिँ भिडियो बनाउन व्यस्त छु, किनभने अब साँझ पऱ्यो घर जानुपर्ने हुन्छ भनेर त्यो मौकामा आज चाहिँ नेपालीहरूको महान पर्व पनि भन्दिनँ। विशेष त यो होली चाहिँ कुन जातिहरूको अरे बहिनी? मधेसी जातिहरूको होली पर्व चाहिँ हो। त्यही पनि हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि सबै जातिहरूले चाहिँ विशेष मनाइन्छ भनौँ न। तर हाम्रो पहाडमा चाहिँ यस्तो चाहिँ हाम्रो होली चाहिँ आज यसरी मनायौँ। बहिनी कसरी होली मनाउनु भयो? हामीले यसरी होली मनाइँदैछ। अब यो होली मनाएको, यो साल होली मनाएकोले अर्को साल बचत गरेर अर्कै होली मनाउने हो। अनि मात्रै साँच्चीकै होली मनाउने पूर्व तयारी गर्दैछौँ हामी चाहिँ, किनभने यो यसरी यो खोर्सानी रोपिसके पछाडि यसलाई 1-2 महिना गोडमेल निरन्तर गरेपछि यसबाट चाहिँ लास्टै धेरै आमदाम हुन्छ है साथीहरू भनेर चाहिँ म भन्दिनँ। मरेन भने चाहिँ आउँछ, मर्यो र रोग लाग्यो भने चाहिँ कति ग्यारेन्टी चाहिँ छैन। नभए पनि एक घट्दैन साथीहरू। आशीर्वादै लागोस् है भने गर्नु होला खोर्सानी खेती है। चाहियो भने हामीलाई सम्पर्क गर्नु होला। कहाँनिर कुन ठाउँ पो यहाँनिर भनिदेऊ त? फाल्गुनन्द गाउँपालिका वार्ड नम्बर 4 साबिक चिलिङदिन 6 नम्बर बडाडामा ठ्याक्कै बिउ पनि प्रशस्तै मात्रामा पाइन्छ। र प्राय यो चिलिङदिन चाहिँ अकबरे खोर्सानीको खेती नै हो। यहाँनिर चाहिँ प्राय नगर्ने मान्छे चाहिँ कोही पनि छैनन्। चलेको भन्नु जे नि यहाँ खेती नै यही प्राय लाइन्छ प्रशस्तै मात्रामा। यहीबाट नै लान्छ साथीहरू। आज होली मनाउँदा यसरी हामीले चाहिँ होली मनायौँ। मेरो हात चाहिँ बिजोग भयो। यस्तो तरिकाले नि होली मनाइदियो रहेछ। नङसङ सबै च्यातिएर न्यू फेसनै हो यो। नङ च्यातिएर हैरान बिजोग भयो। अब यसलाई घरमा गएर नङ काट्नुपर्ने हुन्छ। यहाँ नै काट्यो भने त यो च्यातिएर तल स्वाट्टै मासुमा जान्छ, अनि फेरि थाम्नै नसक्ने गरी दुख्छ। बुइलु भयो। यो सालको खोर्सानी चाहिँ यसरी 2082 सालमा चाहिँ खोर्सानी यसरी रोप्न स्टार्ट गर्यो साथीहरू। तर ठ्याक्कै यसको इन्कम भने चाहिँ 2083 साल ठ्याक्कै भदौदेखि स्टार्ट हुन्छ। अनि पैसा खन गन्दा यस्तो आनन्द हुन्छ कि आम्मामा बयानै गर्न सक्दिनँ म। यसरी नै आजको हाम्रो दिन बित्यो साथीहरू। होली मनायो टन्नै यस्तो पाराले होली मनायो कि हिलो मैलो धैलोसँग। अब चाहिँ साँझ पनि झपक्क हुनु आँटिसकेको छ। अब घर पनि जानुपर्ने हुन्छ। रात पर्यो अब घरि न भनेको नि।